व्हाट्सअप गाइज वेलकम ब्याक टु माई च्यानल एन्ड अदर भिडियो इट्स मी तपाईँहरूकै त्यो त्यही मान्छे हो होइन। आई होप सबैजना सधैँ आराम हुनुहुन्छ होला। म पनि एकदम धेरै फिट एन्ड फाइन छु। हामी चाहिँ 3 दिन सुतिसक्यो, म चाहिँ 3 दिन सुतिसक्यो। थर्सडे चाहिँ थर्सडे होइन फ्राइडे हो अरे। फ्राइडे चाहिँ काममा जानु सकेन, यत्तिकै बसिरह्यो। अनि त्यसपछि गएर स्याटरडे सन्डे त लिभ नै हुन्छ, काम जानु पाएन। अब भोलिबाट छ मन्डेबाट। अझै क्लियर रूपमा चाहिँ म अझै पनि ठिक भएको छैन गाइस होइन। अब के भने यस्तै छ बाहिर, अब बिरामी भएपछि गाह्रो छ। तर औषध सौषध त खाएको छु म, त्यस्तो धेरै बिरामी हुँदा टेन्सन लिनु पर्दैन तपाईँहरूले। अनि त्यसपछि अरू त के भन्नु गाइस होइन। तपाईँहरूले खाना खाइसक्नु होला, हामीले चाहिँ खाएको छैन। हाम्रो टक्क कति बज्यो देखाइदिन्छु म तपाईँहरूलाई। यो फेरि कति 12 बजेर 8 मिनट गएछ, यहाँ चाहिँ 12 बजेर 8 मिनट गएको। खतरा खायो के चलेर अहिले त एउटा, तर खान्न यार म त अहिले त। यसले चाहिँ दुबईबाट ओ कति सेतो खुट्टा देखायो यार, आम्मामा थैट। ला खान्न म हेर ला मात्र मैले कि ओखर गयो होइन, ओखर गयो रहेछ। केटा मान्छेको भाताङ भुतुङ बसेर रुम यस्तै हुन्छ हेर्नुहोस्। यु क्यान सी, तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ हाम्रो रुम। अब टक्क लाएर आज सन्डे, अब भोलिबाट मन्डे काम जानुपर्ने हुन्छ। अनि त्यही नै हो, अब टक्क हामी चाहिँ रुम सुम सफा गर्नतिर लाग्छौँ। खासै त्यस्तो सफा त गर्नु पर्दैन, टक्क एक राउन्ड झाडु लगाएर अनि सलक 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 ट्याकटुक ढ्याक गरेपछि हुन्छ। अनि त्यहाँबाट त्यसपछि खाना खानुपर्ने हुन्छ। खाना खाएर कतै बाहिर गयो भने टक्क भिडियो बनाउनु जोज्नु छु म। आज जङ्गिरहेको छु क्या म आज चाहिँ, अहिले एकछिन जङ्ग्या। अब अर्को क्लिपहरू बन्यो भने आउँछ, तपाईँहरू प्रतीक्षा गर्नु, बनेन भने त्यही हो। यसको चाहिँ आज काम लगाइदिएको मैले यता रुम सफा गर्ने। अब भ्लग चाहिँ यसकोमै आउँछ। रुम त सफा गर्नु पर्यो, हेर्नुहोस् पर्यो पर्यो फोरी मान्छे भएर बस्नु भएन। फोरी मान्छे होइन क्या, यसले हेर्नु रुमको हालत। आमामा कति 1 वर्षपछि सफा गर्न लगाएर, तर फोरी भएर बस्नु पर्यो हुँदैन रे। कसको बनायो त्यो? ए ठिक छ, यसले सफा गरेर अहिले एकछिनमा कम्प्लिट भएपछि म देखाउँछु है त। टक्क म चाहिँ भ्लग बनाउँछु यही। हाई भन्दै यहाँ, हाई हाई ब्लग ब्लग ब्लग। टक्कै म चाहिँ रुम सफा गर्दै थिएँ, अनि टक्कै घरबाट फोन आयो, उठाएँ बोले। अनि अरू त्यस्तो केही पनि होइन, टक्क रुम सफा गर्दै टक्क हातमै छ खुट्टा चप्पल सप्पल घाजाङ गुजुङ। फाइनली जर्सी नै आइपुगेको छ, यो जर्सी हो नेपालको होइन, अहिले लगाएको चाहिँ नेपालको जर्सी हो। नेपालको जर्सी मेरो चाहिँ उयो के अरे क्लब हो यो, नेपालबाट आएको माल सामानहरू टक्कै ढ्याकढुक ढ्याक टक्क लाएर। यसको सुटकेस यतातिर छ, यो अस्ति भर्खर आयो नि त। अनि यो काममा गएको छैन, यो काममा गएपछि यसले देख्छ के देख्ने हो। अनि त्यही नै हो। अनि रुम सफा गर्दैछु म चाहिँ। अब गरिदिइहाल्छु त्यही नै हो। यसको रुम यता, यसको बेड यतापट्टि। अनि टक्क लगाएर त्यही हो। अहिले अब खानसाना खाएर बाहिर गइन्छ होला, एकछिन गादाङ गर्नु। यस्तै हो केटा मान्छेहरूको रुम, अब के चाहिँ गर्नु होइन। ढ्याक पारामा अनि एकछिन रुम सफा गर्दै मैले चाहिँ यसो गएर आएको। खाना खाएर कतै बाहिर निक्लिन्छ होला सायद। म नुहाउनु पनि पर्छ, फ्रेस हुनु पर्छ। ल छैन, अस्ति ज्वरो आइरहेको थियो नि त, ज्वरो बनाइकन यतिकै बसिरहेको थिएँ, नुहाउनु पर्ने छ। त्यो गाइस होइन, तपाईँले एकछिन पछि अब टक्क सफा गरेर खाना खाएपछि हुन्छ कि कहिले हुन्छ तपाईँसँग हेर्नेछु है त गाइस। सो अलराइट गाइस, म चाहिँ टक्क लगाएर रुम सुम सफा गरेर होइन। अनि अहिलेको लागि तरकारी त बनिसकेको छ, अब भरे के खाने भन्ने हुन्छ। यो फेरि टेन्सन के, घरमा आमा बाबाले पकाएर खाएर मान्छे। यो अहिले आएर चाहिँ रियलाइज भयो क्या मलाई त, के भने अब हुन्छ नि त पहिला त आमा घरमा के भने होला जस्तो लाग्थ्यो कि, बिहान के खायो बेलुका के खाऊँ, बेलुका के खायो बिहान के खाऊँ हुन्छ नि त। जोरदान दौभित्र बाजेसँग हल्का बोलिदिएको के भन्दा होइन, यति आउने अरू आउँदैन। मैले के भन्दै थिएँ त्यही त। अनि त्यो तरकारी के, अब तरकारीको केसमा घरमा आमाहरूले भन्दा हुन्छ नि त, बिहान के खायो बेलुका के खायो, दिक्कै भइसक्यो भने अहिले त्यो आफूलाई फिल भइरहेछ। बिहान के खाएँ बेलुका के खाने, बेलुका के खाएँ बिहान के खाने होइन। अनि तनाव छ जिन्दगी, त्यही भएर हामी चाहिँ बेलुकाको लागि टक्क त्यो विङ्स ल्याएर विङ्स बनाएर खाइदिउँ न त भनेर विङ्स लिन जानु लाग्यो। मलाई त भात खानु नपाएर रुन मन लागेर फेरि नयाँ नयाँ हो नि त यो, अनि भात खानु पाएन अरे।
भाइ त हिजो नि खायो अस्ति खायो भात खाएर त नि तैँलाई खानु पाइस् बुलामा त लक्की छ नि हामीले यहाँ 2 दिन 3 दिनसम्म हामीले नेपालबाट ल्याएको पाउँछ खाएर बस्छ कति दिन भात खान पाउने हो नपाउने हो हेर के भन्छ टक्क लाएर अनि जाँदैछौँ आजको भ्यू चाहिँ यस्तो छ यु क्यान सी गाइज टक्कै सर्बियाको वेदर चाहिँ यस्तो छ वेदर तर आज दामी नै छ यार डिग्री कति त्यस्तै 17-18 डिग्री होला यार 17-18 न कतिको छ त्यो कति छ नेट छैन देखाइदिन्छु नत्र अनि त्यही केही भएन गाइज होइन टक्क म चाहिँ यसरी गाडी साडी रोक्छन् के गर्नु अनि त्यही नै हो अनि तल कस्तो लागिरहेको छ बाबु सर्बियामा बसेर हल्ला गरेर जस्तै भएर केटाहरू पुरानो केटाहरू भएर त्यस्तो नआउनु चाहिँ लागेको छैन मलाई चाहिँ एकदम के भन्छ म त आएको चाहिँ घुम्या है घुमे छ फुटबल खेल्न म जस्तो मान्छे पाइस् नि त तैँले अनि भलिबल खेल्न गएको गई बास्केटबल खेल्न गएको भलिबल त होइन भाइ बास्केटबल त फुटबल मार्केट गएको गई तर रमाइलो भइरहेको काठमाडौँमा बसेर हल्ला गरेर जस्तो फिल भइरहेको नेपालीहरू पनि जहाँ नि चोकचोकमा बसेर हल्ला नगरिकन चित्त बुझ्दैन त्यो हुन्छ नि त त्यो नेपालमा पनि त्यो ठाउँमा चिया पसलमा भट्टीतिर बसेर हल्ला गर्छ नि त त्यस्तै फिल भएर अहिले चाहिँ मलाई त्यो फिल भयो कि जे होस् नेपाल हुन्छ नि त नेपालमा त्यो नेपालमै छु है म भन्ने भाइ भएको छ क्या अहिले चाहिँ किनभने सबैजना पहिला हामी फर्स्टमा हामी 3जना थियौँ 3जना हुँदाखेरि त मुगलान काउ है सब आफ्नो रुममा बस्यो मोबाइल चलायो हल्ला गर्ने छैन केही छैन नेपालमा बवाल हल्ला गरेर बस्ने मान्छे यहाँ छैन मूर्ति अहिले त बुङ्गै छ है अहिले त बुङ्गै सब उस्तो अनि इजिप्टहरू छ हिजो इजिप्टहरूसँग बवाल फुटबल परेको थियो के अनि त्यतिखेर चाहिँ मैले भिडियो बनाउनु पाइनँ अब नेक्स्ट टाइम कुनै टाइम अब खेलियो भने तर आज नि 4 बजी खेल्ने भन्ने कुरा भएको छ आज खेलियो भने म भिडियो बनाउँछु तपाईँहरूलाई यो भिडियोमा हुन्छ या नेक्स्ट भिडियोमा हुन्छ आउँछ आउन चाहिँ जे होस् रमाइलो भइरहेछ अनि त्यही नै अहिले चाहिँ जे होस् भने नेपालीहरू सबै नेपाली भन्नाले हाम्रै ठाउँमा काम गर्ने सबैजना आइपुग्यो ल त्योभन्दा नि स्पेसल चाहिँ अब जस्तै भनौँ न ऊ र अर्को 2जना ऊ यो एउटा अनि अर्को जेम्स 2जना चाहिँ मेरो भनौँ न पहिल्यैदेखिको सँगै अब खाइ पी एउटै कट्टु त होइन कट्टु होइन सबै एउटै भनौँ न त्यहीदेखि आएको भएर अहिले चाहिँ झनै भनौँ न नेपालकै फिल म स्कुल पढिरहेको छु क्या भन्ने फिल भइरहेको क्या किनभने स्कुलदेखि नैको सँगै हो नि त त्यस्तो छ गाइज अनि के भन्नु फेरि भागुकै भयो क्या म त डेन्जर होइन केही छैन यो किम्बु यो किम्बु पाक्दैछ भोलिपछि किम्बु खानुपर्ने हुन्छ यहाँ त डेन्जर हुन्छ नि किम्बु छ उता काममा जाने बाटोमा अङ्गुर फल्छ भाइ मैले होइन हिजो उता के त्यो हाम्रो खेतमा पाउने के भन्छ त्यसलाई ऊ त्यो भेट्या के त्यो कुटिल गोसा रोडमै कुटिल गोसाको बोर्ड जस्तो हो त्यो होइन म अस्ति हामीले खाइरहेको कहाँ छ ऊ त त्यो हामी हिजो मार्केट गएको थियो त त्यो साइडमा यति लामो घाँस छ त हो त्यहाँ भेटेर खाइरहेको उतापट्टि छ होइन हाम्रो काम जाने ठाउँमा यतापट्टि कुटिल गोसाको बोर्ड जस्तै छ क्या त्यो मैले झुक्किरहेको हो कि होइन प्रशान्त पनि झुक्क्या भए हो हामीले कुटिल गोसा खाइरहेको त्यही ठिक छ यहाँ नेपालमा पाइने कुराहरू नै अलिअलि पाइन्छ बाटोतिरै अङ्गुर सङ्गुर पाइन्छ टाइम टु टिप्ने खाइदिने टक्क मास बसल चाहिँ हाम्रो यहीँ हो अनि यो चोक भइहाल्यो यो मैले तपाईँहरूलाई अस्ति मेरो भिडियोमा पनि देखाएको छु यहाँबाट उता चाहिँ सिटी टाइपको छ अनि यहाँबाट यता वे एटिबिआर यहाँबाट यता चाहिँ काम गऱ्यो टक्क मासु पसलमा आइसकेका छौँ हामी चाहिँ एकछिन मासु सासु लिएर भेट्छौँ हाम्रो यो चाहिँ घरबेटी कुकुर हो होइन आइज चिन्छ यस्तै मलाई जे होस् अलराइट फाइभ म चाहिँ टक्क खानसाना खाएँ अघि मासु लिन गएको थिएँ नि हामी मासु सासु लिएर आएँ तर त्यो चाहिँ भरे बेलुकाको लागि लिएर आएको अनि अन्डा करी बनाएर खायो खानसाना खाएर टक्क अनि अहिले त्यहाँ फेरि घोडा रेस हुनु लाग्दो रहेछ घोडा रेस हेर्न जान लगाएर केटाहरू बस्ने ठाउँ चाहिँ यहाँ हो हाम्रो अगाडि टक्क अनि म केटाहरूलाई बोलाउन आएको अनि त्यही नै हो गाइज होइन औ गाइजहरू वाट्सएपमा ग्याङहरू हेलो कहाँ हो वाट्सएपमा ग्याङ बत्ती बालाउने केटा हो यार ठेट के छ गाइजहरू ए झापाली के छ मेरो छोरो होइन टक्का लाएर म चाहिँ केटाहरू उठाउनु ओ घोडा रेस सुरु हुन लागेको छ जाउँ यहाँ जाने होइन हेर्न जाउँ यहाँ 2 बजी हो क्या केटाहरू रुम चाहिँ यस्तो छ यो चाहिँ 100 दिन खान नपाएर लम्पसार परिरहेछ वाउ अनि टक्क लाएर केटाहरूको रुम चाहिँ यस्तो छ किचन यस्तो छ हाम्रो अस्ति आएको नयाँ केटाहरूको है त यो चाहिँ
ट्याक ढुक ढुक ट्याक ट्याक ढुक टक्क ढक्क ढाका 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 टक्क यस्तो छ। मैले भिजिट गराएको केटाहरूको रुम पनि तपाईँहरूलाई बाथरुम यस्तो रहेछ। हाम्रोभन्दा बाथरुमको स्पेस चाहिँ बवाल रहेछ यार जे होस्। अनि त्यही नै हो। अनि टक्क हल भन्ने के भन्यो टक्क बसेर खाने रुमहरू चाहिँ यस्तो छ। अनि हामी अब अनि चामल राख्ने ठाउँ त हेरेछ त केटाहरूको त नि हामी डेन्जर खाने मान्छे। अनि टक्क यहाँ चाहिँ केटाहरूको बस्ने ठाउँमा चाहिँ बास्केटबल कोर्ट पनि छ टक्क लाएर होइन दामी छ जे होस्। हाम्रो भन्दा चाहिँ स्पेस छ हाम्रो रुममा भन्दा चाहिँ। अनि टक्क रिदम लामा आइपुग्नु भएको छ। जाने भने त घोडा रेस हेर्न ए घोडा उसो घोडा बिरामी भए। अनि त्यही हो घोडा बिरामी भए अरे आउने बित्तिकै बल छ हातमा। सर तपाईँलाई अनि कस्तो लागिरहेको त सर्बिया? सर्बिया एकदम बबाल लागिरहेछ। मौसम एकदम राम्रो छ होइन। अनि एकदम गर्मी यो दुईवटा चुतियाहरू चाहिँ एकदम पहिल्यैदेखिको हो। यो दुईवटा चुतियाहरू त मैले चिनिसकेको नै हो। बास्केटबल कसरी खेल्नुपर्छ के पठाउँथ्यो है यहाँ लुगा सुगा ठाउँमा बास्केटबल चाहिँ किन त चमित ओए रिदम लामाको सर्ट स्पाइक स्पाइक होइन यार त्यही मुनि गएर हाल्के बरु त्यसरी हाल्ने भने चाहिँ टक्क लाएर यस्तो छ जे होस्। यहाँ चाहिँ बसेर खाने स्पेस फुटबल नि रहेछ त यहाँ भलिसल्टी के छ त? सर्बिया कस्तो लागिरहेको तिमीलाई? इ घुम्यौ भोलिबाट काम पेरिस उसलाई हाम्रो स्याटरडे सन्डे उसलाई हाम्रो पेरिस गल्ली मन परेको रहेछ एकदमै। त्यो पेरिस गल्लीको भिडियोहरू हालेँ मैले ठिकै सानो देखिनु भएको राम्रै छ जे होस्। अनि टक्क लगाएर अब हामी एकछिनमा घोडा रेस हेर्न जानुपर्ने हुन्छ। अब टक्क केटाहरू सबैलाई जङ्गाएर हामी एकछिनमा निस्किनु पर्ने हुन्छ है। राइट फ्याम हामी चाहिँ टक्क आइसकेको छौँ घोडा हेर्ने ठाउँ घोडा हेर्ने ठाउँ अरे घोडा रेसमा होइन। यहाँ घोडा रेस हुन लागेको छ। बिहान हामी मार्केट साइड मार्केट मासु किन्न गएको थियौँ। मासु किन्यौँ आयौँ खानासाना खायौँ। मैले अघि पनि भने हो केटाहरूले लिन गएको थियो नि त म रुममा क्लियर आएर। खास हामी चोर बाटोबाट हेर्न लाग्यो हो। खास उतापट्टिबाट चाहिँ टिकट सिकेट काटेर छिर्नुपर्ने हुन्छ क्या। उतापट्टिबाट टिकट सिकेट काटेर छिर्नुपर्ने हो। तर हामी चाहिँ यहाँ बाहिर आएर यतापट्टि छेउमा आएर बसेको। के बेड लाउनु लाग्यो केटा साँच्ची नै घोडै चिन्दैन तिमीहरूले यहाँ कसरी बेड लाउने भने उहाँबाट हो कुदाउने हो हुन्छ। तर यहाँ देख्नु पऱ्यो नि झापाली बेड लाउने होइन तोर मन के ल्याउनु लाउने हो कति हजार हो भिडियो लागि मात्रै के अरे होइन होइन साँच्ची हो मैले भने मात्रै। टक्कै यहाँ म उठेर देखाउँछु तपाईँहरूलाई गाइज है त त्यहाँ पर उयो छ नि त गाइज यो होइन यहाँबाट कुदाउने हो जुम गरेको राम्रो देखेको छैन होला। टक्कै यही हो घोडा रेस चाहिँ हुँदैछ। टक्क लाएर यत्रो एक राउन्ड पुरै घुम्छ। अनि उता कहाँ पर पुगिन्छ कहाँ पुगिरह देखाएको छैन घोडा एडजस्ट गरेर हेर्नु होला। अहिले टक्क यहाँ आएपछि म देखाउँछु तपाईँहरूलाई। एकछिन मात्रै हुन्छ क्या फेरि यो गाराङ गुरुङ फिलिली कुद्छ फिलिली कुदेपछि एकैछिनमा हराउँछ छैन र। उता साइडमा मान्छेहरू चाहिँ छ यहाँ यता चाहिँ टिकट काटेर गएर हेर्ने हो क्या। अनि अब हामी त नेपाली हो नि त चोरडी खान लाउँछौँ साइडबाट अनि हेर्ने बस्ने के छ र। अनि त्यहाँबाट त्यही नै हो। अहिले टक्क त नजिक घोडा आएपछि देखाउँछु है त गाइज। अहिले त सुरु भएको छैन त्यहाँबाट सुरु गर्ने हो क्या वास्तवमा त्यहाँबाट सुरु गर्ने हो। जाँदैछ भान्जाहरू जाँदैछ भान्जाहरूले गर्छ जे गर्नु मैले अराइ राखिदिएको छु मामाहरू त भान्जाहरूले गर्छ अहिले त्यहाँ त्यही नै हो गाइज होइन। अरू के नै हो तपाईँ अहिले घोडा देखाउँछु म मेरो घोडा देखाउँछु अहिले बेटिङ जुम गरेर देखाउँ भने त आउँदाखेरि दुइटा हेरनहरू गाइजहरू सबै बेटिङवाला गाइजहरू अब यो हामीले टिकट काट्यो हो भित्रै त्यो गेटबाट भित्र छ नि हामीले टिकट काट्यो पार्किङबाट भित्र हाम्रो गाडी चोरिदिन्छ टिकट पाउँछ हाम्रो गाडी सबै छ क्या। मैले म्यासेज गरौँ भने फेरि के गर्नु जस्तो लाग्यो तामालाई घरबेटीलाई
त्यो गाडीहरू चोरी हुन्छ भन्दा हामी आफ्नै गाडी छेउमा बसिरहेको क्या विश्वास लाग्दैन मलाई यहाँको फेरि फिट्टिकै अनि टिकट काटेर उता भित्र आएको हामी गाडी भएको ठाउँमा बसेर हेर्ला कसले किन नेपाली कम्पनी हो सानी ग्रुप त्यही गाइस अब यस्तो छ ग्राउन्ड चाहिँ टक्क लाएर होइन अब अहिले एकछिनमा सुरु हुन्छ है त गाइस टक्कै हेर्नु घोडा ट्रेनिङ हुँदैछ गाइस होइन अनि त्यसपछि कुदाएर अब यतापट्टि लिएर आएपछि यता चाहिँ यहाँतिर आएर इन्ड हुन्छ होला प्रतीक्षामा केटाहरू लक्क सबै घाम तापी तातो घाममा सेकी बसिरहेछन् टक्क लाएर हाम्रो सम्धी के छ सम्धी अर्कै टेन्सन भइरहेछ कसलाई सम्झिला के टेन्सन पर्छ सपना नि त्यस्तै देखेको ओहो के सपना देखि सुन्ने हुन्थ्यो सपना दोष बन्दर हाल्न नराउ सुलाक स्वप्न दोष हो बन्दर ऊ अब घोडा हालेको अब कुदाउँछ है गाइज ल कुदाउँछ उताबाट यहाँ आइपुग्छ नि त कहाँ त्यही त यहाँबाट त आयो हामीले यहाँबाट यो घोडा भन्यो उताबाट उता त्यहाँ देख्दैन त हामीले कुन चाहिँ घोडा अनि यहाँ पनि मेरोले जित्यो भन्ने केही भएन आयो कुदायो है अब सुरु भइसक्यो है गाइजी फिलिली कुदिसक्यो अब सानो देखिरहेछ हेर्नुहोस् अब यहाँ आइपुगेपछि म देखाउँछु तपाईँलाई त अब टक्क उठेर हेर्नुपर्ने हुन्छ कराउनुहुन्छ करा ढल्यो ल टक्क कुदिरहेछ गाइज है त तर सानो देख्छ कि अब के गर्नु अब मिलाएर हेर्नु न होइन यहाँ आएपछि चाहिँ म देखाउँछु तपाईँहरूलाई अहिले चाहिँ मेरो अनुहार हेरेर बस्नु ल अलिक टाइम लाग्छ यहाँ आउन त्यति हो भने कतिवटा घोडा कुदेको त्यहाँ होइन त्यो अब यता ल्याएर यहाँतिरबाट पनि कुदाउँछ क्या 2-3 राउन्ड हुन्छ आम्मामा डेन्जर कुदिरहेको यार हेर्नुहोस् त गाइज अगाडि गऱ्यो फेरि आउँदैछ गाइज भित्रबाट कुदा कि बाहिरबाट ए त्यही सकिन्छ जस्तो यो त्यही सकिने हो क्या त्यो ए करा ल ओ आइपुग्यो गाइज यहाँ आइपुग्यो ल यहाँ आइपुग्यो गाइज अब चाहिँ मस्ताले हेर्नु ल तपाईँहरू ल ओए ल यो लास्टको काम छैन रहेछ ल गाइज अब टक्क त्यहीँ पुगेर यो टुङ्गिन्छ है ल गाइज यति हो यहाँको एकछिन हो क्या सुइँ कुदायो सकियो त्यस्तै हो यस्तो छ गाइज हेर्नुहोस् कुन चाहिँ जितिसक्यो गाइज यति नै कति नम्बरले जित्यो कहाँ जित्यो के जित्यो केही थाहा छैन अब अर्को त्यहाँ यहाँको मेन ठाउँ चाहिँ त्यहाँ हो टक्क हामी चाहिँ बाहिर बसेर हेरेर हो होइन ऊ त्यहाँ हो क्या टक्क लाएर यहाँ चाहिँ नभने हेट्टा यहाँ टक्क लाएर अनि त्यही अब अर्को राउन्ड भयो भने तपाईँलाई म अहिले अर्को राउन्ड देखाउँछु अर्को राउन्ड आएको त यहीँ यत्तिकै होला ऊ फर्केर आयो अर्को राउन्ड यहाँतिरबाट हुन्छ होला सायद थाहा छैन कहाँबाट हुन्छ कुन चाहिँ जित्यो बाबु भनेर सोध्नु हुन्थ्यो नेपाली बुझ्दैन के गर्नु टक्क लाएर केटी नि खै क्या हो यहाँ 2 नम्बर केटी हो 2 नम्बर हो भने लगाइज है त टक्क यति नै सक्यो छैन अर्को राउन्ड हुन्छ अब यहाँतिरबाट कहाँतिरबाट हुन्छ फेरि हुन्छ अहिले भयो भने टक्क देखाउँला तपाईँहरूलाई सो अलराइट गाइज अहिले चाहिँ नाइट भइसकेको छ हामी चाहिँ अनि हर्स रेस हेर्न गयौँ हर्स रेस हेर्न गएर आएर खानसाना खाएर यत्तिकै पल्टेर बस्यौँ दिनभरि अनि इभिनिङ भएपछि चाहिँ हामी टक्क घुम्न आएको छौँ यस्तो छ गाइज होइन हेर्नुहोस् भ्यू यहाँको रिभर साइड हो होइन अनि टक्कै सनसेट भइसकेको छ सनसेटको पुरा लाइटहरू चाहिँ परिरहेको छ अनि त्यसपछि केटाहरू सब अगाडि गइसक्यो अनि त्यसपछि गएर
त्यहाँदेखि घुम्न आउनुको चाहिँ एउटा रिजन थियो। रिजन त के रिजन भन्नु, तैपनि हामी आएको चाहिँ 9 महिना हामी भनेर म आएको चाहिँ 9 महिना भइसक्यो नि त। म लगाएर हामी 3जना आएको थियौँ फर्स्टमा त। हामी 3जना आएको चाहिँ 9 महिना भइसकेको थियो। 9 महिना भइसक्दा नै अहिलेसम्म एकजना नेपाली भेटेको थिएनौँ नि त यो सारक भन्ने ठाउँमा। अनि आज हामीले अस्ति हाम्रो एकजना साथीले चाहिँ टिकटकमा भेटेको रहेछ हाम्रो एकजना दाइहरूलाई। अनि यता नजिकै काम गर्नु हुँदो रहेछ, तर काम गर्नु भएन हामीलाई थाहा थिएन कि के हो कता हो कता यताउता केही थाहा थिएन। अनि त्यही भएर टिकटकमा भेटेर यो गफ भयो। गफ भएपछि चाहिँ भेटौँ न त भन्ने कुरा भयो। अनि त्यही भएर चाहिँ भेट्न आएको मौकामा यसो घुम्यौँ भन्दा पनि घुम्यौँ। तर त्यो यताउता भिडियो चाहिँ छैन मसँग। अनि भिडियो चाहिँ बनाइनँ मैले, किनभने उहाँहरूलाई नि यसो अलिअलि भनिदिएँ कि यताउता यस्तो पाउँछ उस्तो पाउँछ होइन। नयाँ हामीभन्दा धेरै पछि आउनु भएको रहेछ, भर्खर आएको 2 महिना जस्तो भएछ। अनि काम गरिरहनु भएको रहेछ अहिले चाहिँ। अनि 2 महिना भएछ। अनि यताउता सामानहरू कता पाउँछ यताउता उहाँलाई नि प्रपर रूपमा थाहा रहन्छ, त्यही भएर यसो भनिदिएको। अनि त्यसको लागि नि भेटौँ भन्न चाहिँ भेटेको। अनि भेट्यौँ, अनि एकछिन कुरासुरा गऱ्यौँ। अनि फर्किँदैछौँ अगाडि हुनुहुन्छ दाइहरू। अनि त्यही नै गाइस, अनि अहिले चाहिँ इभिनिङ भइसकेको छ, अँध्यारो भइसकेको छ। कालो मान्छे झन् कालो आइरह होला, एडजस्ट गरेर मिलाएर हेर्नु, त्यही हो। अनि दाइहरूसँग कुरा चाहिँ यसको भ्लगमा आउँछ, यसले नि भ्लग हाल्छ। आउँछ है मेरो, आउँछ, सब्सक्राइब हान्नु पर्यो। अनि हाम्रो नेपाली दाइहरू भेटेको कुराकानी यसले कुराकानी हानेको छ, यसको भ्लगमा आउँछ। यसको भ्लगमा गएर हेरिदिनु होला, चेक गरिदिनु होला। यसको अकाउन्टलाई म मेन्सन गरिदिन्छु। टक्क यसको अकाउन्टमा गएर ढाइढाक पारेर हेरिदिनु न। के जान्छ तपाईँहरूको हेर्दैमा, केही जाँदैन। मेरो त हेरिहाल्नुहुन्छ, मैले चाहिँ त्यसो भने होइन फेरि ठुलसोर गरी भन्नु होला। त्यसो न ठुलसोर होइन है, ठुलसोर होइन, यो माया हो, बुझ्नु न। ठुलसोरै हो कि क्या हो? होइन होइन ला हो, होइन त्यस्तो छ। अनि इभिनिङ भइसकेको छ। अब दामी छ है भ्युज चाहिँ। फेरि ल हेर्नुहोस्, भ्युज रे भ्युज भने यो चिप्लिनु नि राम्रै कुरा। भ्युज चाहिँ राम्रो जानु पऱ्यो भने हो क्या मैले, भ्यू हो खास। अनि त्यो हो ढ्याका पारेर अरू त के नै भन्नु छ र गाइज तपाईँहरूलाई होइन। अनि साँच्ची दारी काट्दै मैले त खतरा देखिरहेको है, बिर्सिरा त्यही भिडियो फेरि 2-3 दिनको भिडियो हालेँ। नसोच्नु, मैले बिहान दारी काटेको थिएन, अघि काटेँ हो। नुहा पनि हो 1 महिनापछि। त्यस नभन्न कहाँ 1 महिनापछि, 28 दिनपछि 28 दिनपछि। कहाँ 28 दिन हुन्छ होइन होला, हो 28 दिनपछि। तँ जस्तो हो भाइ, के अरे 1 महिनामा एकचोटि नहुने। मेरो त 28-29 दिन हुने बित्तिकै जिउ चिलाउँछ। म त अस्ति 3 दिनमा नआएको गाई घर है, चिसो हुन्छ नि। अब म त के भन्छु त्यसलाई, रन्केर होइन भने के कठ्याङ्ग्रेर मर्न लाग्यो भन्ने आउँदैन फेरि होइन। त्यो भएछ गाइस, त्यस्तो हुन्छ होइन। अनि तर यहाँ ओभर घुम्ने ठाउँ दामी रहेछ। ऊ त्यो खोलाको साइड चाहिँ मलाई दामी लाग्यो। अनि यहाँको सनसेट चाहिँ एकदम दामी हुँदो रहेछ राति आउँदा। ठिक्क हामी टाइममा आइपुगेको थियो घुम्न पनि होइन। अनि त्यही हो, मैले टाइममा निकाल्छु त टाइममा आइपुगिहाल्छ। अलिकति भ्यूहरू पनि आउँछ तपाईँहरूलाई, हेरिदिनु होला है मिलाएर। सिनेमेटिक लिएन हामीले, सिनेमेटिक ढाका ढुक्का आउँछ, मिलाएर हेरिदिनु होला। अरू त के नै भन्नु छ गाइज होइन। तपाईँहरूले यु क्यान सी हेर्न सक्नुहुन्छ, यस्तो छ होइन। अनि टक्क लाएर यस्तो राम्रो भ्यूमा यस्तो राम्रो मान्छेहरू आउँदा त म त ह्यामस्याङ हो नि नेपालको त। फेरि नम्बर 1 नभनौँ, पुग्लुक चाहिँ ढल्थ्यो। त्यो फ्यान त्यो छारेर घर भएको ठाउँमा जान्थ्यो यो प्रायः जस्तो। छारेर भाएर त्यतिकै ढल्यो। यहाँ सर्बियाको एउटा नराम्रो कुरो चाहिँ होइन, जहाँ पनि त्यो के भन्छ यो लामखुट्टे आएर टोकेर चाहिँ हुन्छ नि, डेङ्गु बनाउन लाग्छ कि। डेङ्गु बनाउन लाग्छ, म त मर्नै लाग्छ हाइवे झन्। अनि त्यो एउटा चाहिँ नराम्रो छ, यो पार्कतिर खुल्लो ठाउँमा लामखुट्टे चाहिँ लामखुट्टे त अति नै आउँछ। हेर्नु न गाइज, भने फेरि कसरी देखाउनु तपाईँहरूले, क्यामेराले भेट्दैन, टोकेर मार्न लागिसक्यो के। अन्त गाइज त्यही हो, अल्ट्राइट लामखुट्टेलाई हान्दैछु क्या म। अनि के नै भन्नु छ र गाइज, त्यही हो 3 दिन बसियो। अनि अब भोलिबाट काममा जानुपर्ने हुन्छ। अनि त्यहाँबाट त्यही नै हो। मैले अब भिडियो चाहिँ टक्क होइन अलिक ग्याप नै भइरहेछ। अब भिडियो बनाउनु पाउँदैन, काममा जानुपर्छ, अब के गर्नु होइन। अनि टक्क मिलाएर हेरिदिनु होला, सबैले माया गरिदिनु होला, माया गरिदिइरहनु भएको छ। अरू त के नै भन्नु छ गाइज होइन। टक्क यहीँ हो। अनि त्यहाँबाट यति भन्दै अब के गर्नु त होइन, अँध्यारो पनि भइसक्यो, घर पनि जानुपर्ने हुन्छ। अनि घर गएर अब खानसाना खाएर भोलि चाँडै उठेर काममा हिँड्नुपर्ने हुन्छ। अनि त्यसपछि अब त्यही नै हो। अब आजको लागि चाहिँ म भिडियो यतैतिर इन गरिदिन चाहन्छु होइन।
अब मिलाएर हेरिदिनु कसले अन्तिमसम्म हेरिदिनु भयो होपफुल्ली सबैजनाले इन्जोय गर्नुभयो होला इन्जोय गरिरहनु भएको छ यो भिडियोलाई पनि इन्जोय गरिदिनु होला हर्स रेस हेर्न गइयो यताउता गइयो बिहान उठेँ रुमसुम सफा गरेँ काचा गुजु के गरेँ सबै मिलाएर हेरिदिनु अन्तिमसम्म हेरेर भयो भने थाहा भइहाल्नुहुन्छ नि मैले भन्नै पर्दैन अनि त्यही हो अनि त्यही हो अनि त्यसपछि गएर त्यही हो अनि मिलाएर अनि त्यही हो म भ्लग इन गर्न लाग्यो आजको लागि भ्लग यतै इन गरिदिनु चाहन्छु यो स्कुटर देखाएर काम छैन भाउ अनि ट्याका ढ्याका ढ्याका पारेर अनि त्यही नै हो गाइज आजको लागि भिडियो यति नै हुन्छ कसले अन्तिमसम्म हेरिदिनु भयो हजुर दाइ ए मेरो दाइ 98 16 71 33 16 71 33 16 7 71 33 16 यो हो हजुर दाइ ल म वेट गरिराख्छु ए हुन्छ दाइ मोबाइल पनि ठिकै छ एड गर्नु न गाइज मैले त्यही भनेको थिएँ नि हाम्रो दाइहरूलाई 9 महिनापछि भेटेको यहीँ बस्नु हुँदो रहेछ अनि त्यो दाइ मेरो युट्युब च्यानल छ कि दाइ ए भिडियोहरू हाल्छु ल ल अनि के छ म मेरो सुनार भ्लग छ दाइ सुनार भ्लग छ म तपाईँलाई एड गर्नु म्यासेज गर्नु म लिङ्क पठाइदिन्छु भ्लगहरू हाल्छु मेरो राजेश दाइ हजुर अनि दाइहरूलाई भेटेको थिएँ अनि धेरै पछि भेटेको खुसी लाग्यो अनि हामी आएको 9 महिना भइसकेको थियो दाइहरू आउनु भएको 2 महिना भएको रहेछ जस अनि हामी नि फर्स्टमा कोही नेपाली नदेखेर बाहिर निक्लिन्थ्यौँ क्या अनि आज दाइहरूलाई भेट्यो खुसी लाग्यो जे होस् अनि त्यही नै हो गाइस अनि मैले त्यही नै भन्न लाग्छु तपाईँहरूलाई आजको लागि चाहिँ भ्लग यतै इन गर्न चाहन्छु कसले अन्तिमसम्म हेरिदिनु भयो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला है त्यही हो टक्क लाएर अर्को न्यू भ्लग आउँछ फेरि नेक्स्ट सन्डे फेरि दाइहरूसँग भेट्छौँ हामी अर्कोचोटि चाहिँ दाइहरूसँग भेट्दा चाहिँ टक्क डिटेल्समा कुरा गर्नुपर्छ दाइहरूसँग के कति यहाँ आउँ होइन दाइहरूलाई ठिक छ है त दाइ ल आजको लागि चाहिँ भ्लग यति नै हुन्छ सो हस् त बाई गाइज धन्यवाद सी यू